गाडी खसेर हामी दुवैजना बित्यौँ। 1 लाख रुपियाँ राखेछौँ, 15 दिनपछि हामी बित्यौँ। अब हजुरको परिवारले कति पाउँछ, मेरो परिवारले कति पाउँछ त? हो, त्यो कुरा चाहिँ बुझाउनु पर्यो। बैंकमा राखेको मान्छेको 1 लाख रुपियाँ छ भने उसले 15 दिनको ब्याज पाउने हो। तर मेरो परिवारले चाहिँ मैले 20 वर्षको बिमा गरे हुन्छु, लगभग 25 देखि 20 लाखको बिमा हुन्छ। म कहाँबाट मरेको छु? दुर्घटना भएर। भनेको मेरो परिवारले अब दुर्घटना बिमा बाबत 20 लाख, बिमा बाबत 20 लाख, 40 लाख पायो। उता 1 लाख र 15% ब्याज पायो, त्यो पनि 15 दिनको मात्रै पायो। 15 दिनको पायो। 15% पनि पाइने वाला त 3-4% छ हैन। अब मेरो परिवारले 40 लाख पायो, हजुरको परिवारले 1 लाख प्लस ब्याज पायो। र कम्पनीसँग हामीसँग कस्तो प्रोडक्ट छ भने डिएसए भन्ने प्रोडक्ट छ। त्यो चाहिँ मैले 20 वर्षको गरेको छु, म 15 दिनमा मरेँ भने मेरो परिवारले 40 लाख पायो। मेरो बच्चा त सानो छ नि। अब 20 वर्ष 20 इयर्स पछि चाहिँ फेरि मेरो बच्चाले फेरि 20 लाख पाउँछ। अब इन्सुरेन्स किन गर्ने भन्ने कुरा मैले बुझाउन सकेँ।